30 डेज ट्रान्सफर्मेसन सिरिज डे 2 स्वागत छ सबैलाई। आज चाहिँ मैले चाहिँ काममा धेरै बिजी भएको कारणले चाहिँ खिच्न पाएन। सिधै चाहिँ अब ब्रेकफास्ट खाएँ। ब्रेकफास्ट चाहिँ बोइल एग, बोइल ससेज, बोइल ब्रोकाउली अनि बोइल पोर्क बनाएर खाएँ। अनि त्यसपछि चाहिँ दिउँसोको 3 बजेतिर चाहिँ अनि यिनीहरू किडनी बिन्सहरू खाएँ। त्यसपछि चाहिँ सिधै म जिम हिँडेँ। सायद 5 बजेतिर चाहिँ ड्युटी भइएको थियो। अनि त्यसपछि केही रेस्ट नगरिकन सिधै कपडा चेन्ज गरेर चाहिँ जिम हिँडेँ। अब सिधै जिममा गएर भेटौँला है त। आजकल भने चाहिँ आजको ओटिडी जिमको आउटफिट जिम पुगेँ। अनि त्यसपछि आज भएको कारणले चाहिँ सर्ट्स लाएर अब पुरै रेडी भएर वार्मअप गर्दैछु। स्ट्रेचिङ अघि नै गरिसकेँ। अनि स्क्वाडको 90 केजी 3 सेट हाने। अनि लेग प्रेस 3 सेट, लेग कट 3 सेट, अनि त्यसपछि लेग एक्सटेन्सन 3 सेट हानेर अन्तिममा सिटेड टोइरेज हानेर आजको लेग एक्सर्साइज खतम हुन्छ। त्यसपछि चाहिँ म कार्डियोतर्फ लाग्छु। सबै वर्कआउटहरू सिद्धाएर चाहिँ अनि म निस्किन्छु मार्केट किन भने चाहिँ ओट्सहरू सिद्धिएको थियो। ओट्स अनि के किन्न थियो। अनि ओट्सहरू किनेर चाहिँ अब सिधै रुममा भेटौँला है त। सिधै रुम पुगेर अनि आफ्नो एज युजल प्रोटिन र क्रिएटिन हालेर चाहिँ अब मिक्स गरेर चाहिँ खाँदैछु। अनि खाएर नुहाइधुवाइ गरेर सावर लिएर फ्रेस भएर चाहिँ आजको लास्ट मिल मुसेली भनेन ओट्स भनेन एउटै भने जस्तो लाग्यो। अनि त्यही खाएर चाहिँ आजको दिन सकाउँछु। आजको डे 2 चाहिँ यसरी गयो। होप एभ्रिवान लाइक द भिडियो। आजको लागि चाहिँ यति भन्दै सबैलाई गुड नाइट अनि सी यु सुन।